Hello guys, welcome to my channel. आज चाहिँ हामी दुईजना दाजुभाइ जान्छौँ सानमियाको पुलिया घुम्ने पार्कतिर साथीले चाहिँ बोलाउँदै थियो साथीभाइ चाहिँ त्यो सेट मिस्टिक चाहिँ हेरेर भिडियो बनाउनलाई सो गाइज स्टे ट्युन साथीले मलाई म्याप पठाएको थियो आज चाहिँ मेरो फर्स्ट टाइम हो बुलेट पार्क जाँदै हो होइन सो हेरौँ है त कति टाढा रहेछ हामी चाहिँ लगभग हिँडिसकेको छौँ भन्नाले खासै धेरै टाढा छैन अब फेरि 5 मिनटमा पुग्ने देखाइरहेछ गुगल म्यापले चाहिँ सो गाइज हेरौँ है त त्यहाँको पार्क यसो हल्का घुम्थ्यौँ A few moments later. सो गाइज हामी चाहिँ आइपुगेछौँ बुलेट पार्कमा अलरेडी सधैँ यहाँको भ्यू चाहिँ कस्तो रहेछ दामी रहेछ है यो चाहिँ यस्तो छ गाइज होइन यस्तो रहेछ ल थाल जस्तै देखिने रहेछ यो चाहिँ तर आर्टिफिसियल हो होइन सही रहेछ ल ठाउँ चाहिँ यो चाहिँ मल होला होइन यहाँ फेरि गाडी छ इन्डिपेन्डेन्ट भोल्क्सवागन छ उतानिर छ भन्दै थियो सन्तोष आउनु न आउनु कहाँनिर मासतिर छ भन्दै थियो हँदै मासतिर छ भन्दै थियो हाइवेको बाटोतिर आउनु भन्दै थियो खै यो चाहिँ बुलेट पार्क दामी रहेछ दाइ तर है उठाएन फोन सुल्तान कता हो भनौँ न कताबाट आउनु फोनै उठाइन यार सो मान्छे चाहिँ लुकिसक्यो होइन साथी त्यो साथी हो त्यही साथीले हो उसै लिएर आइज भने त भरे लास्टमा मलाई मान्छे कपाडी यार यही चाहिँ भनेर बोलाउने मान्छे भिडियो बनाउने रे सो ल गाइज स्टे ट्युन अब हामी चाहिँ हल्का भिडियो बनाउँछौँ यताउता सानमियाको बुलेट पार्क भन्ने ठाउँमा हो पार्क मात्र होइन त खतरा ठाउँ खतरा हुने घुम्ने ठाउँमा पार्क चाहिँ भन्न मिल्दैन होला सायद यसलाई कमेन्ट इन द बिलो है त गाइस यो ठाउँलाई चाहिँ के भन्दा चाहिँ ठिक हुन्छ पार्क त अलिकति भन्न नमिल्ला है ओके गाइस सो स्टे ट्युन
चाहिँ रनिङ हुन्छ नि जगिङ गर्ने ठाउँ अनि एक्सर्साइज गर्ने ठाउँहरू पनि छ या त्यो बाटोको साइडमा त राखेको हुन्छ हैन बाटोको साइडमा चाहिँ एक्सर्साइज गर्नको लागि चाहिँ त्यो उहरू राखेको हुन्छ इक्विपमेन्टहरू राखेको हुन्छ यहाँ यस्तो हेर्नु मान्छेको भिड ल हेर्नु है त यस्तो देख्न पाइन्छ यहाँनिर फुलहरू फुलेका छन् कस्तो मिठो फुलहरू फुलेका छन् बास्ना पनि कस्तो मिठो बास्ना आउँछ कस्तो दामी चाहिँ यहाँसम्म थियो होला कि पहिला यहाँ देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ यो कस्तो खोला भन्ने कि हैन तर यो लेक सानो आर्टिफिसियल लेक अनि त्यहाँ यो उसमा चाहिँ देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ पुल छ हैन त्यो ब्रिज चाहिँ कस्तो एकदम राम्रो छ क्या यस्तो आर्कमा क्या ब्रिज पार गरिदिनु आउँदै अनि यहाँ देख्नुहुन्छ हरियो पर्यो सानो खोला जस्तो पनि छ हैन त्यो चाहिँ यहीँको लागि बनाएको खोला हो त्यही हो यो सानो यहाँ बाघ पनि रहेछ यहाँबाट बिल्लु बाघ बिल्लु बाघ हो क्या त्यही भएर त मैले बोलाएको यहाँ पहिला हाम्रो यहाँ गेम भएको थियो फुटबल र ऊ भएको थियो हाम्रो उसमा केएलसीको चाहिँ यहाँ भएको थियो क्या ल देख्न सक्नुहुन्छ साथीहरू देख्न सक्नुहुन्छ सानो लेक मिनी लेक बारी बारी देख्नुहुन्छ परसम्म हामी गएन भने त्यसै यतापट्टि बाटो जाउँला नि त यतापट्टि यहाँ पर नि छ साथीहरू हेर्न सक्नुहुन्छ यहाँको दृश्य होइन एकदम रमाइलो छ त्यहाँदेखि देखिरहनु भएको छ यो चाहिँ ताल हो त्यहाँबाट हेर्न सक्नुहुन्छ परसम्म हरियो एकदम रमाइलो यहाँ त ल साथीहरू हामी चाहिँ अहिले यो एकदम जङ्गल जस्तो ठाउँमा आइपुग्छौँ होइन यहाँको हाम्रो यात्रा चाहिँ अब सुरु हुन्छ यताबाट जाउँ न एकदम यहाँबाट एकदम ल देख्न सक्नुहुन्छ यस्तो रमाइलो यस्तो राम्रो यस्तो दामी आजको मौसम पनि एकदम बवाल छ क्या ल
उफ्रियो गुड बवाल छ यसो रन हान्दिउँ नि त ल अलिकति कुदन दौड सिलाउँछ यार त्यसले कुन चाहिँ खोइ के हो यार अघि म उतै माथि थिएँ ल साथीहरू हामी चाहिँ अब यो अलिकति हाइटमा आइपुगेछौँ है ल हौ यसो हात हल्लाइदिउँ न यार ल है हामी चाहिँ अब अहिले चाहिँ यो अलिकति माथि हाइटमा आइपुगेछौँ है यो चाहिँ अब यहाँ यो चाहिँ डाँडा नै सायद यहाँको डाँडा नै होला यो सायद हो यसलाई चाहिँ अब भन्छ नेपालतिर हाम्रो चाहिँ के यसो देख्न सक्नुहुन्छ लभ डाँडा ल हेर्नु है यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ यो पुरै यहाँको एरिया चाहिँ यहाँबाट तल चाहिँ बाटो हो हिँड्ने बाटो हो यताबाट हामी जान्छौँ होइन ओके साथीहरू दामी सिनाइरहेको छ मेरो त्यही त होइन ल आकाश यस्तो ल हेर्नु त कस्तो दामी छ ल यस्तो सिन ल हेर्नु त र है साथीहरू ल साथीहरू हामी यसरी ल है हिँड्न सकिन्छ हाम्रो डाँडा पाखातिर चाहिँ हरियो डाँडा ल यो हो त रमाइलो त ल ल यहाँ त स्वर्ग छ यार